हेलो नमस्कार सबैजनामा आज चाहिँ हामीहरूले एउटा विषयमा डिस्कस गर्नेछौँ जो चाहिँ सबैले जान्नुपर्ने कुरा पोसेसन भनेको के हो अनरसिप भनेको के हो पोसेसन भनेको भोग गर्नु कुनै पनि सम्पत्ति हामीहरूले लफुल एक्टिभिटिजले चाहिँ भोग गर्छौँ कुनै पनि स्पेसिफिक पर्सनको उसको अथोरिटी लिएर भोग गर्छौँ भने चाहिँ त्यसलाई हामीले लिगल पोसेसन भनिन्छ र कुनै पनि व्यक्तिको चाहिँ हामीले इलिगल एक्टिभिटिजमा चाहिँ पोसेसन गर्छौँ भोग गर्छौँ भने चाहिँ त्यसले चाहिँ हाम्रो इलिगल अथवा अनलफुल एक्टिभिटिज पनि भनिन्छ। त्यसै गरी हाम्रो मुलुकी सिभिल कोड 2074 को सेक्सन 266 मा हेर्यौँ भने चाहिँ स्वामित्व त्यो भनेको चाहिँ अनरसिपसँग रिलेटेड कुराहरू लेखेको छ। कुनै पनि व्यक्तिले कुनै पनि सम्पत्तिमा उसको कानुन बमोजिम हक प्राप्त हुन्छ भने चाहिँ त्यसलाई त्यस्तो व्यक्तिले चाहिँ त्यो सम्पत्तिमा चाहिँ स्वामित्व पाएको भन्ने मानिन्छ त हो। यसै गरी पोसेसन भनेको कुनै पनि व्यक्तिले कुनै पनि सम्पत्ति बोनाफाइड इन्टेन्सन लिएर गरेको छ। फर इक्जाम्पल हेर्न सकिन्छ कुनै पनि एउटा कुनै पनि एउटा व्यक्तिको चाहिँ उसको अथोरिटी लिएर बोनाफाइड इन्टेन्सनले पोसेस गरेको छ भने चाहिँ विथ अ लफुल एक्टिभिटिजले गरेको छ भने चाहिँ लिगल पोसेसन भनिहाल्यो। र कुनै पनि व्यक्तिले चाहिँ मालाफाइड इन्टेन्सन लिएको छ जस्तो कि उसको मैले सम्पत्ति लिन्छु उसबाट आउने बेनिफिट पनि उसलाई मैले दिँदैन थाहा पनि दिँदैन विदाउट एनी इन्फर्मिङ हिम अर हर उसलाई चाहिँ थाहा पनि नदिकन त्यो सम्पत्ति पनि बेचिदिन्छु भन्छ भने चाहिँ त्यो हुन्छ हाम्रो मालाफाइड इन्टेन्सन जुन चाहिँ अनलफुल एक्टिभिटिज हो अर एगेन्स्ट द ल छ। र तिनको लागि चाहिँ चाहिने इलिमेन्ट्सहरू चाहिँ के हुन्छ त पोसेसनको लागि चाहिने इलिमेन्ट्स भनेको चाहिँ कर्पस हुन्छ मेन्टल कन्डिसन उसको चाहिँ कुनै पनि सम्पत्ति भोग गर्दाखेरि चाहिँ उसको मेन्टल कन्डिसन कस्तो उसको इन्टेन्सन कस्तो भनेर चाहिँ इक्जामिन गर्नुपर्छ भन्ने कुरा हुन्छ। जस्तो एक्सन कस्तो गरिरहेको छ त त्यो पनि इक्जामिन गर्नुपर्छ भन्ने कुरा हुन्छ। र यसै गरी कुनै पनि पोसेसरी राइटको अर्को एउटा कन्डिसन पनि छ। कुनै पनि व्यक्तिले कुनै पनि सम्पत्ति भोग गरिरहेको छ त मुभेबल प्रपर्टी चल सम्पत्ति 3 वर्षभन्दा बढीमा चाहिँ भोग गरिरहेको छ र कुनै पनि सम्पत्ति ल्यान्ड जग्गासँग रिलेटेड 30 वर्षभन्दा बढी चाहिँ त्यसले भोग गरिरहेको छ त्यसमा आउने आर्जन आफूले लिइरहेको छ भने चाहिँ र त्यसको सर्टेन पर्सनको चाहिँ कुनै पनि अनरसिपको कुनै पनि कन्ट्याक्ट छैन थाहा पनि छैन भने चाहिँ त्यो व्यक्तिले चाहिँ त्यस्तो खालको सम्पत्तिमा चाहिँ आफ्नो नाममा चाहिँ गराउन मिल्छ